कन्सेप्ट चाहिँ मेनली हेल्थ केयर सिस्टममा अनि मेन हाम्रो फोकस भनेको चाहिँ बेस्ट जेनरलाइज मोडल अफ हेल्थ केयर सिस्टम चाहिँ हामी कसरी बनाउन सक्छौँ भन्ने। हजुर सबैलाई च्याट जिपिटी थाहा छ, ओपन एआई थाहा छ। अब हेल्थ रिलेटेड भनेपछि च्याट जिपिटीले सब हजुरको एन्सर दिन्छ, मजाले दिन्छ। तर त्यो जुन दिएको एन्सर हुन्छ त्यसमा कुन डेटाले ब्याक गरेछ भने त्यो वर्ल्डको डेटाले हुन्छ, लोकल नेपालको डेटा हुँदैन। त्यही प्रब्लम हामीले सल्भ गर्न हो। यहाँ धेरैजनाले च्याटबट बनाएको छन् तर त्यसको एपिआई बाहिरबाट तानेका छन्। रिसर्च सेन्टरहरूमा पनि रिफरेन्स कहाँ छ भने बाहिरको डाटाहरूबाट छ। त्यही प्रब्लम हामीले फेस गरेर यो आर्किटेक्चर बनाउँदै पछि प्लेटफर्म बनाउनुतिर हाम्रो भिजन हो। यो आर्किटेक्चर हेर्नुहुन्छ भने यहाँ एउटा सिस्टम डिजाइन छ, यो चाहिँ कन्सेप्ट चाहिँ फेडरेटेड लर्निङ हो। युनिकनेस चाहिँ यो आइडिया यहाँ इम्प्लिमेन्ट भएको छैन। यो आर्किटेक्चरदेखि लिएर सब नयाँ हो। अनि डाटा ट्रान्सफर पनि रिड्युस हुन्छ, डाटा ट्रान्सफर हुने नै भएन, कस्ट पनि मिनिमल हुने भयो। अनि यो डाइभर्स डेटा सेटसँग यो कन्सेप्ट भएर हेल्थ केयरको जुन पनि डाटा सेट एउटा यसको लिमिट हुने भएन डाटा सेटमा चाहिँ। अनि मेजर इम्प्याक्ट र पर्फर्मेन्स चाहिँ हरेक राउन्डसँगै पर्फर्मेन्स बढ्दै जान्छ, मोडल अप्टिमाइज हुँदै जान्छ। डाटाको भेराइटी बढे अनुसार मोडलको अप्टिमाइज लिमिट हुँदैन, त्यो झन् बढ्दै जान्छ। त्यो चाहिँ हामीले त्यही हेर्ने अनि बेस्ट जेनरलाइज हुने वे नै त्यही हो। अनि फ्युचर प्रोसेसमा चाहिँ हामीले जसरी अहिले मैले बिचमा एउटा मान्छे हुन्छ जसले कन्ट्रोल गर्छ भने अब त्यो मान्छे हटाएर हामीले प्रिडिफाइन रुल राख्यो भने झन् ट्रस्ट बढ्छ नि त। बिचमा के को इन्टरफियर छैन त्यो नहोस् भने पछि हामीले डिसेन्ट्रलाइज कन्सेप्ट स्मार्ट कन्ट्र्याक्ट युज गर्न सकिन्छ।